संसदमै जानुहुन्न भन्ने हाम्रो होइन कि सरकारमा जानु भन्नुहुन्न भन्ने पनि होइन तर हाम्रो आचार व्यवहार आर्थिक जीवन त्यो हामीले फरक गर्नुपर्छ भन्ने हाम्रो साँच्चै थियो क्रान्ति कम्प्लिट पनि भएको थिएन नि त किनकि माओवादी एक्लैले गणतन्त्र ल्याए पनि होइन सत्ता एक्लौटी चलाउन पनि पाइँदैन थियो नि त पाइँदैन तर हामीले देखाउनु चाहिँ के पर्थ्यो भने हामी चाहिँ यसरी बनाउन चाहेको भनेर जनतालाई प्रयोगसहित देखाउनु पर्थ्यो कि त्यो त हाम्रो त केही देखिएन त भन्ने भयो नि त केही होइन कि उल्टोतिर जानु खोजेपछि वास्तवमा नमिल्यो हाम्रो त्यहाँ थियो कि त्यो बहस चल्दै चल्दै गयो त्यसमा त अब त्यसमा त टिट एन्ड ट्याट भयो त्यो त टिट फर ट्याट भन्छ नि होइन यति धेरै बहसहरू भयो त्यो सम्भवै भएन किनकि फेरि एउटा नियम के रहेछ भने मेन लिडरसिपको टिमले के गर्छ भन्ने कुरा निर्णय हो जस्तो तपाईँहरूको सस्तैको पनि हो चुरो कस्तो हुने तपाईँको अर्को तलको भाइ कराएर कहाँ हुन्छ त एकछिन भन्नु न तपाईँले जता लान चाहनु भएको छ त्यहाँ त लगि नै हाल्नुहुन्छ कि ढिलो चाँडो भनेर राम्रो बनाउनु खोजे पनि लानुहुन्छ यस्तै हो भने पनि यस्तै हुँदो रहेछ त्यो फेरि अहिले फेरि कुनै लिडरलाई हामीले दोष पनि धेरै दिनु छैन तपाईँहरूले भने जस्तो भने हामी संस्थागत ढङ्गले नै हामी चुक्यौँ कि चुकेपछि त बिस्तारै त्यो त कस्तो हुन थाल्यो भन्दा उल्टो फर्किन थाल्यो हामी फुटेर माओवादी सिद्ध्यायो भने मान्छेले कयौँले के भन्छन् तिमीहरूले पार्टी फुडालेर त बिग्रिया भन्छन् नि बाहिर तिमी गयौ यस्तो गर्यौ त्यो कुरा सत्य होइन सत्य कुरा के हो भन्दाखेरि त्यो माओवादी आफ्ना मान्यताबाट होइन बिचले त टिक्न नसकेपछि हो कि रियालिटीमा त्यो कुरा चाहिँ थियो हेर्नुहोस् यो कुरा अहिले आएर हामीले त्यति बेला संसदलाई पनि अधिकतम राम्रो काममा प्रयोग गरौँ लिएर जाउँ सरकारलाई पनि सरकारमा हुनेले पनि राम्रो नारै हाम्रो के थियो भने सरकार सदन र जनतालाई जोडौँ भन्ने थियो कि हाम्रो यो तिनटैलाई जोड्नुपर्छ सडक भन्ने शब्द थियो सडक भन्दा पनि जनता हो क्या त्यो खास चाहिँ जनता सदन र सरकारलाई जोड्नुपर्छ भन्ने हाम्रो थियो त्यो कुरा पछि प्रकारान्तरले कस्तो हुन गयो भन्दाखेरि संसदकै विरोध जस्तो सरकारमै जानेको विरोध जस्तो हुन गयो कि हामी अलग भयो त अनि धेरै तर्कहरू आयो नि त धेरै तर्क आउँदाखेरि त भन्दै जाँदाखेरि त्यो पनि पर्यो होला तर मेजर त्यो थिएन त्यसले अहिले पनि हामी यहाँ हुँदाखेरि जस्तो त्यसपछि गएर करप्सनको विरुद्ध हामी लड्यौँ अलिअलि त्यो विस्फोटहरू पनि भयो आदि त त्यसका पनि नेगेटिभ पोजिटिभ सबै होला नि होइन त्यसपछि गएर प्रतिबन्ध लगाइहाल्यो प्रतिबन्ध लगाएपछि फेरि अब एउटा स्थिति बन्यो अब त्यसपछि हामी 3 बुँदे गरेर आयौँ आइसकेपछि हामीले स्थानीय निर्वाचनमा जाने भनेर हामीले निर्णय गरेको त्योमा अलिकति हाम्रो पार्टीभित्रै पनि एकमत हुन सकेन त्यसका केही कुराहरू थियो कि त्यो भयो त्यसो पनि पछि कुरा गर्दा त्यो चाहिँ हाम्रो कन्टिन्यू हो मेरो भनाइ के हो भने अहिलेको समयमा हिजोकै तरिकाले मात्रै आखिर जनताकै कुरा हो फेरि हाम्रो कुरा के छ भने त्यो जनतालाई बुझाउन नसक्दासम्म त तपाईँले बमै हाने पनि अर्थ छैन नि त होइन हाइड्रोजनमै पड्कायो भने त अर्थ छैन नि त मान्छे मरेर त हल हुने होइन रहेछ नि त त्यो सङ्घर्षको तालमेलमा जनता कन्भिन्स हुनुपर्छ कि जनता चाहिँ चित्त बुझ्यो भने तपाईँको आवाजैले पनि चाहिँ पुग्न सक्छ चित्त बुझेन मान्छे कन्भिन्स भएन भने त बमैले मात्रै पनि त हुँदैन नि त्यो सब 10 वर्षको युद्धको रिभ्यू गरेर भयो अब त्यो पनि एउटा खालको छ होइन त्यो त्यसले कस्तो फिल हुन्छ भन्दा हामी यस्तोबाट आयौँ र लगातार हाम्रो त्यो थियो अहिले पनि हामीले भनेको के हो भने सबै क्षेत्रलाई जनताको हितमा चाहिँ सदुपयोग गर्नुपर्छ भन्ने चाहिँ अहिले हाम्रो चाहिँ हो होइन हामीले के भनेको थियौँ भने यो सरकारलाई चाहिँ सर्वपक्षीय बनाऊँ यो छ कि हाम्रो असंवैधानिकै भन्नुभएको थियो असंवैधानिक मैले भनेको हो पनि यदि संवैधानिक प्रक्रियाबाट हेर्ने हो भने त यसको त म के भन्छु भने गाउँमा चाहिँ केही सिप लागेन भने पण्डित कुसको पण्डित बनाएर पनि काम चलाउने भनेको थियो त हो सरकार न यो आन्दोलन गरे मान्छे आछ न तपाईँको चाहिँ कानुनी ढङ्गले पाछ संविधान पनि टिका होइन नि त अब त्यो त्यस्तो खालको छ खै सबैले मान्यो त फेरि त्यसलाई हामीले ठिकै छ तर मैले त्यो कुरा उहाँ राष्ट्रपतिजीलाई पनि भनेको त्यसैले तपाईँहरूले त सबैलाई अपनत्व हुने गरी सरकार बनाउँदाखेरि सजिलै जान्छ नि त ल्यान्ड हुन्छ नि भन्ने कुरा हामीले गरेको त्यही झोक चलेर हो कि अथवा के हो होइन भनेपछि त्यो ज्ञापन पत्र बुझाएको 2 दिनपछि हस्तक्षेप भयो कि त्यसले हजुर तपाईँले त्यो भन्ने कुरा एउटा एमालेको कार्यक्रम गरेर तपाईँ दिनुभएको प्रतिक्रिया त्यसले चाहिँ अलिकति प्रभाव चाहिँ पार्छ होला असर गर्यो के होला त्यो म मान्छु होइन त्यस्तो खालको भयो त्यसले तर स्पेसल्ली त्यहाँ हाम्रो कम्युनमा अहिले त्यो सम्बन्धी केही पनि सायद उहाँ पछि प्रहरीले पनि भन्यो मैले कुरा पनि गरेँ उहाँहरूले पनि सिडिओ साहबसँग पनि मेरो अरखाजीकोसँग पनि कुराकानी भयो त्यो अहिले भेटेको बनाएको भन्ने होइन त्यस्तो र्युमरहरूले गर्दा काम गर्यो महासचिवजी अब सल्लाह गरौँ भन्ने कुरा थियो ठिकै छ उहाँले धेरै प्रोभोकेटिभ ऊ पनि गर्नु भएन त्यो त ठिकै छ तर अहिलेको बेलामा त्यस्तो गर्ने कुरा नै एउटा बडो रहस्यमय चाहिँ त्यहाँ छ कि एउटा यो कुरा हो होइन त्यस हिसाबले हामी सङ्घर्षमै जाने अब फेरि अहिले लडाइँ नै जाने भइदिए त त्यो भन्नुहोस् न त्यो त्यसरी त होइन नि त्यो विषय त उहाँले भने जस्तो विषय गर्नुपर्ने कुरै छैन अहिले त आलु देखाउनु पर्ने त्यो कुरा यथार्थै होइन जो सबै तपाईँ प्रायः पुग्नु पनि भएको होला हामीले त यो गम्भीर समीक्षा गरेर सुरु गरेको हो म अब बेसेरीमा त्यति बेला रोल्पामा हुँदाखेरि 19 वटा कोअपरेटिभ थियो कतिको तपाईँले ख्याल गर्नुभएको छ नुवा गाउँदेखि नै थियो हाम्रो
नुवागाउँदेखि थबाङसम्म, उतापट्टि वादेखि सुलिचौरसम्म, यता रुकुमको चाहिँ तपाईँको चाहिँ पोखरादेखि सबै जोड्नु भयो भने 19वटा कोअपरेटिभहरू चलाएको थियो हामीले। 5वटा कम्युनहरू थियो, एउटा ब्याङ्क थियो, 2वटा उद्योगहरू थियो। हामीले गर्ने त त्यही त हो। प्रचण्ड गभर्मेन्ट भारतमै हुनुहुन्थ्यो, हामीले गरे त हो। त्यो कोही पनि लसमा थिएन कि। पछि चाहिँ त्यो कोल्याप्स भयो। अब अहिले त थुप्रा किताबहरू लेखिन थाले, कम्युनहरू असफल भयो, शिक्षालयहरू असफल। त्यो कुरा सत्य होइन। मैले हाम्रो विद्यानाथ कोइरालाजीसँग गरेको थिएँ डिबेट, सायद सुन्नुभयो होला होइन। त्यो कुरा होइन, सत्य कुरा त्यो होइन। पछि संरक्षण नगरेको कुरा चाहिँ हो भने अहिले फेरि हामीले गरेको पनि हामीले हेऱ्यौँ त, हामीले यो बाटो नसमात्यो भने त हाम्रो पार्टी नै सिद्धिन्छ। हामीलाई त्यो फिल छ कि त हामी चाहिँ अर्को सरकारमा गएर त्यही फेरि कमिसन करप्सन त्यही जानु पऱ्यो, नत्र त हामी त यत्रो कार्यकर्ता छ, नेता हामी छौँ, कसरी बाँच्ने हो त भने त्यो त अर्को उपाय नै देखिन्न। एक अर्को बाँच्ने मात्रै कुरा होइन, जनतालाई सिकाउने कुरा पनि हो भने कसरी हो त, त्यो पनि अर्को कुरा छ। कार्यकर्तालाई सिकाउने कुरा छ। नेपालमा त सामान्य पैसा कसरी बन्छ भन्ने पनि थाहा छैन नि जनतालाई, बचत पनि थाहा छैन कि। मैले धेरै ठाउँमा यहाँहरूलाई भने पनि छु, हामी बसेका गाउँमा त्यो कम्युनमा पनि कति छ भने त्यहाँ गाउँका जनताहरू 10-20वटा भाले पाल्छन्, सबै काटेर खान्छन् कि। मैले त्यहाँ उनलाई बोलाएर भने पनि यसरी नै, सबै नखाऊ, 10वटा पालेपछि कम्तीमा 4वटा 5वटा बेच। बच्चाले कट्टु लाउनु पाएको छैन राम्रोसँग, एकदम पाहुना आयो भने चाहिँ पुरै यसरी खाने कि तपाईँको चाहिँ त्यस्तो भने त्यो त जनताको पुँजी सम्बन्धी सामान्य क्या। अब त्यो त माओवादी समर्थक जनता हुन् नि त। तर कहिले पनि हामीले भनेको छैनौँ कि उनलाई पैसा कसरी बचत हुन्छ, कसरी बन्छ। इभन तपाईँ हाम्रै पनि डिबेट छैन नि त। पुँजी निर्माण कसरी हुन्छ होइन, यसको विकास कसरी हुन्छ भन्दा कि त पुँजीको स्रोत उही तपाईँको सरकार मात्रै यस्तो तलबै खाने जागिरी खाएपछि मात्रै, कि चाहिँ मन्त्री भएर तपाईँको चाहिँ विवेक, कि त करप्सन, यस्तो मात्रै छ नि त। जेनेरेट कसरी हुन्छ भन्ने व्यवस्था गाउँमा त छँदै छैन, काठमाडौँमै कम छ भने यो ढङ्गले हामीले पार्टीलाई ट्रेन गर्न खोजेको हो कि। यस हिसाबले चाहिँ हामी जहाँ गएको अहिले हाम्रो ठिकै पनि छ। कृषिमा चाहिँ हाम्रो अहिले असफलता छैन, राम्रै छ भन्नु। कृषिमा हाम्रो 3 वर्षको टार्गेट हो, 2 वर्षमै लगभग हामीलाई पुग्ने खालको चाहिँ हामीलाई उत्पादन पुगेकै छ भन्नु न। बरु बजारमै गएको छ। अहिले हामीले बुढा नीलकण्ठमा सानो खोल्या पनि छौँ, ठिकै छ भन्नुहोस् न। तर नगद त छैन फेरि हाम्रो कसले अरे बाँड्ने पैसा त हामीसँग त्यो आलु पनि हाम्रो मात्रै होइन कि, जो बाँच्चा छ नि 2 लाख किलो हामीले दिएकै हो, तर चाहिँ जनतासहित मिलेर दिएको हो। जनता पनि उत्पादनमा हाम्रो छ। अब हेर्नु हुँदा कति अस्ति एकता भएन भनेर केही साथीले कस्तो झोक पोख्नु भयो भन्दाखेरि कहाँ यहाँ ऊ इन्डियाबाट लिएर दिएको विप्लव नेपालको दुर्दशा कि बडो दुःख। मैले त्यो के जवाब दिन उचित पनि ठाने, तर त्यो कन्फ्युजन त हुन्छ नि त। त्यो उत्पादन गर्ने किसानलाई के पर्ला, कार्यकर्तालाई के पर्ला, मतलब छैन कि मान्छे चाहिँ एकछिन भन्यो हिँड्यो, त्यो कुरा सत्य होइन नि। त्यो हाम्रोभन्दा बढी किसानहरूले नै उत्पादन, तर विश्वास दिलाउने भने यो पटक सायद 4 लाख पुग्छ हाम्रो। किनकि एउटै गाउँको किसानले के भनेको छ भने हाम्रो बजार मात्रै सुनिश्चित गरिदिनुहोस्, हामी यही गाउँबाट गर्छौँ नि भन्ने कुरा छ कि जनताको। जनता त उत्साहित छ नि, बाटो अलिकति देखाउने हो भने। तर त्यो त हाम्रो त त्यतापट्टि छँदै छैन भने यी सबै कुराबाट हामीलाई कस्तो भयो भन्दाखेरि दृष्टिकोणमा हाम्रो केही समस्या छन् भन्ने त हामीलाई फिल भयो नि। भएपछि न त त्यो होइन कि त्यो हामीले साँच्चै गर्न खोजेको हो, जनता पनि तयार छ कि। अलिकति राम्रो मेसो लगाइदिने हो र बाटो देखाउने हो भने मान्छे काम गर्न तयारै छ नि। काम गरेर के गर्नुहुन्छ, अहिले त झन् इन्डियाले यस्तो छुट दियो कि अब बिउ आलु उताबाट चाहिँ 25-26 रुपियाँ किलोमा आइपुग्यो भन्नुहोस् न नेपालमा। हामीले उत्पादन गरेर त 70 रुपियाँ छ नि बिउको, कति ठुलो ग्याप छ भन्नुहोस् न। यी सबैबाट हेर्दाखेरि जनताको बिचको सहकार्य उत्पादनमा, कृषिमा त हामीलाई लगभग कन्ट्री जस्तो भयो कि। हेर्नुहोस् त्यसै कस्तो हो नि, एकजनाले भन्नुभयो 35 बिघा रोपेको छु अनि 1 करोड फाइदा गरेँ दाइ भन्नुभयो मलाई। मैले पनि त झुट कुरा हो यो भनेको, के रोप्नुभयो 35 बिघा भने कि मैले 35 बिघा रोपेपछि पनि नर्मल्ली कृषिबाट वर्षमा फाइदा हुने भनेको म्याक्सिमम गऱ्यो भने 15-20 लाख हो, म्याक्सिमम गऱ्यो 35 बिघामा, नत्र तपाईँको 10-12 भन्दा बढी आउँदैन पैसा। कृषिबाट त्यो हो कि। तर मान्छेले सब्सिडी खानको लागि गलत रिपोर्ट पेश गर्छ। हेर्नुहोस् यी सबै कुराबाट हेर्दा कस्तो देखिन्छ भन्दाखेरि राज्यसँग एउटा स्पष्ट इकोनोमिक एउटा दृष्टिकोण पनि छैन भन्ने थियो। त्यसैले हामीले यसरी गरेको हो। संसदलाई पनि हामीले जोड्नुपर्छ भन्ने पहिलेदेखि हो र अहिले हामीले इमान्दारीपूर्वक नै पार्टीलाई प्रतिस्पर्धामा हामी लान खोजेको हो। वातावरण पनि ठिकै छ होइन, सहयोग भयो भने राम्रो गर्ने पनि हो। र यो कुरा मैले कहाँ भन्नुभयो भने यो राष्ट्रकै कुरा हो नि त, गर्न त हामीले गरे जस्तो होला माओवादी। तर नेपालको समस्या भनेको त राजनीतिक कार्य र आर्थिक कार्य जुटेकै छैन कि। अहिलेको ठुलो ग्याप भनेको नेपालको राजनीतिले छोडेको भनेको आधारै तयार गर्न सकेको छैन कि। यसलाई कम्तीमा अहिले हाम्रो आफ्नो ठाउँबाट संस्थागत ढङ्गले गरौँ, अरू पछि गरौँला भनेर हामीले सोचेको हो। यो कुरालाई सरकार यदि संसदबाट पनि लान सकिन्छ, सरकारमा गएर पनि लान सकिन्छ भने गरेर देखाउने चाहना त स्वाभाविक ढङ्गले हुने नै भयो।
अब त यो जीवनमा त अर्को गर्ने कुरा पनि छैन होइन, अर्को केही ठाउँ व्यवसाय पुरै उ गरेर हिँड्ने कुरा पनि भएन, पोलिटिकल्ली नै हामीले ह्यान्डल गर्ने कुरा हो नि। त्यस हिसाबले राजनीतिक ढङ्गले नै आफ्ना प्रस्तावहरूलाई जनतामा लाने अधिकतम प्रयत्न गर्ने कुरा हो। यसरी नै हामीले सोचेको हो होइन, यही कुराहरू छ। बाँकी अब रोल्पाको लड्ने कि नलड्ने अघि भन्नुभएको जस्तो डिसिजन पनि हामीले पुरै गरिसकेको कुरा होइन, तर पनि लड्दाखेरि रोल्पाबाटै लडौँ न भन्ने धेरै साथीहरूको सुझाव पनि छ। कपिलवस्तु पनि हो, दाङ पनि हो, सबैतिर भन्नुभयो साथीहरूले, तर नर्मलले रोल्पामा एकचोटि आउनुहोस् न भन्ने कुरा पनि साथी सबैको। त्यो कुनै एउटा हाम्रो पार्टीको कुरा मात्रै होइन कि अरू बुद्धिजीवी साथीहरू पनि यहाँहरू जस्तो पनि अरूको पनि धेरैलाई कुरा गर्दाखेरि लड्ने हो भने त्यहाँ आउनुहोस् न एक फेरा, सबैलाई हेऱ्यो तपाईँ पनि आउनुहोस् भन्ने भए चाहिँ ल ठिकै छ त भन्ने त्यहाँको साथीहरूले चाहिँ अहिले अलिकति सिफारिस गरेको जस्तो कुरा पनि छ। हुन्छ कि हुन्न चुनावै पनि निश्चित छैन, तै पनि अब नर्मल्ली त हुन्छ भन्ने पनि देखिन्छ। अब तर यो कङ्ग्रेसभित्रको बहस अनि उतापट्टि अब चाहिँ उसको बहस सबैले हेर्दाखेरि के हो भने जस्तो पनि अलिकति देखिन्छ। तै पनि चुनाव त कुनै न कुनै दिन त भइ नै हाल्छ, फेरि ढिलो चाँडो। अब होइन पाउँदै अब हतार छ तपाईँलाई त्यो सुन्दा, म आफ्नै कुरा गर्दैछु तपाईँहरू एमाले यसरी हेर्दा हामी चाहिँ पार्टी नै एकता भन्ने पो आइरहेछ। होइन एकदम त्यस्तो छ। त्यसैले चाहिँ यो कस्तो भन्दाखेरि एकचोटि रोल्पाले जित्दा तपाईँ हामी सबैले मिलेर त्योमा पनि हामीले चाहिँ मेरो साँचो कुरा अर्कै छ। यदि त्यो मौका आएछ भने मोडेल पनि नयाँ खडा गर्ने विचार छ कि मैले अघि जो भने नि, कहाँ लगेर जोड्ने विचार छ भने हामीले गर्ने काम केवल पार्टीको कुरा होइन क्या, त्यो सँगै रोल्पाको होइन राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विषयहरूलाई प्रतिनिधित्व गर्न सकिन्छै सकिन्छ त। नेपालको एउटा प्रब्लम त दलीयकरण पनि भयो त, दलीयकरण र गुटीयकरण भन्छ कि त्यो त प्रत्यक्ष देखियो नि त। हामी बाहिर बसेर हेरेका छौँ कि आफ्नो दलको भन्दा अर्को दलकोलाई सुन्दै नसुन्ने, छेड्ने नदिने, आफ्नो दलको पनि आफ्नो गुटको भन्दा अर्को यो देखिया छ नि त प्र्याक्टिकली। वार्डसम्म छ कि यो करप्सन पनि त्यही छ। अनि त्यसपछि गएर तपाईँको पक्षपात पनि यति चरम छ कि अरूलाई छिर्नै दिन्न, जसले जितेको छ अरूलाई छिर्नै दिन्न कि, त्यसले एकदम नेगेटिभ ऊ पनि गरिराखेको छ मान्छेलाई। अनि अर्को तपाईँको कन्ट्रोल पनि गरिराखेको होला कोही ठाउँमा, तर त्यो कन्ट्रोल हुँदैन। त्यसले के गर्दो रहेछ भने एकदम नेगेटिभ एउटा ट्रेन्ड चाहिँ विकास गर्दो रहेछ भने हामी देखाएको थियो। त्यसरी होइन, चुनाव लड्दासम्म त एउटा पार्टीको हिसाबले जाउँला त्यो छुट्टै कुरा हो, तर जनताले विश्वास गरिसकेपछि गर्ने कामको हिसाबले अर्कै नयाँ ढङ्गले सोध्नुपर्छ भन्ने पनि मलाई चाहिँ लाग्छ। भन्ने यस्तो खालको चाहिँ छ, हेर्नुहोस् होइन, योमा अब छलफल गरौँ। अरू त गर्नुभएको सुझावहरू ठिकै छ। अब कहाँ जानुभयो हाम्रो किन अब एमालेसँगको कुरा छ नि, यो पनि धेरैलाई जिज्ञासा होला, त्यो कुरा होइन कि एउटा फर्स्ट बर्थ जस्तो एकताको बारेमा पनि अब हुन्छ भन्ने थियो नि त। हामी चाहिँ सबै खास गरी माओवादी केन्द्र त्यति बेला हामी नेकपा, उहाँहरू चाहिँ माओवादी। आज फेरि कस्तो भएको छ भने उल्टो भएको छ कि हामी माओवादी, उहाँहरू नेकपा जस्तो भएको छ होइन। अब माओवादी भनेर बाहिर गाली गऱ्यो भने हामीलाई आज होइन भन्नु न, यस्तो हामीले त भयो। तर पनि एकता साइड सुन्नु भएको सबै कुरा भयो नि त, मिडियामा पनि आयो सबै। हामी एकता गर्नुपर्छ भनेर पोजिटिभै पनि हो, त्यति बेला नगर्नु। तर हाम्रो केही कुराहरू मिलेनन्, जो कुराहरू केही चाहिँ राजनीतिक विषय पनि थिए, केही सङ्गठनात्मक विषय पनि थिए। सङ्गठनको हिसाबले हाम्रो सोचाइ के हो भन्दाखेरि अब अहिले तपाईँहरूले भन्नुभएको जस्तो अलि नयाँ ढङ्गले मोडिफाई गरौँ। मलाई बाहिर के छ भने विप्लव अध्यक्ष पनि मायो, प्रधानमन्त्री मायो, यो कुरा एकदम झुट कुरा हो कि त्यसरी गर्नु हुँदैन। त्यो बाहिर त्यो आलु भारतबाट लिएर बेच्यो भने जस्तो कुरा हो कि यो होइन सत्य कुरा। सत्य कुरा के हो भने यदि हामीले चाहिँ एकता गर्ने हो भने केही नयाँ मान्यताहरू विकास गर्नुपर्छ भन्ने मेरो चाहिँ छ। त्यो कुरा चाहिँ प्रचण्ड कङ्ग्रेससँग सिरियसली भएको छ कि त्यत्तिकै पार्टी खप्टाएर त अर्थ छैन नि त। पार्टीको सङ्ख्या कम भएर ऊ भएको त होइन नि त। हामी मिसिँदाखेरि कति होला, त्यो केही तलमाथि होला, तर मान्छेले खोजेको त्यो होइन। मान्छेले खोजेको भनेको चाहिँ एकता पछि के गर्नु खोजेको त्यसले भन्ने कुरा हो नि। त्यसमा हामीले अलिकति नीतिको हिसाबले पनि, प्रस्तावको हिसाबले पनि नयाँ सोच्नुपर्छ, कमिटी पनि नयाँ सोच्नुपर्छ। 30-40 वर्षदेखि हाम्रो अध्यक्षहरू लिडरहरू हुनुहुन्छ, त्यो प्रति हाम्रो कुनै गुनासो पनि छैन कि, तर मान्छेले त नयाँ खोजिसक्यो नि त, त्यसलाई त हामीले दिनैपर्छ। होइन भने के हुन्छ भने नेता, मेरै पनि आफ्नै कुरा पनि हो नि, कति वर्ष हुने भन्ने कुरा आउँछ नि, त्योमा धेरै लोभ लालच गर्नुपर्ने कुनै जरुरत देख्दैन कि मैले होइन। भोलिन्टियरली गर्ने हो। मैले जनतालाई तपाईँहरूलाई पनि भन्छु कि खाना बस्नको लागि राजनीति गर्नु पर्दैन हामीलाई। हामी त आफै योग्य छौँ नि, त्यति 2 छाक खाना बस्न आदि त्यसको लागि त हामीलाई अर्को गर्नुपर्ने छैन नि अहिले। त्यसको लागि संसद जितेर खानुपर्ने पनि छैन, ठग्नु पनि पर्ने छैन। हामी त अहिले जसरी भइसक्यो आरामसँग बस्न सकिहाल्छौँ नि। देशकै बारेमा केही गरौँ भन्दाखेरि मात्रै हो हामीले सोध्ने कुरा हो। यही कुरा एकतामा पनि हो कि एकता गरेपछि के गर्ने भन्ने कुरा स्पष्ट भएन भने त अर्थ छैन नि भन्ने अन्तर्गत हाम्रो कुरा हो। त्योमा हाम्रो मिलेन। खास गरी कम्युनिस्ट पार्टी कस्तो बनाउने, अब नेतृत्व टिम कस्तो बनाउने होइन, यी सबै कुराहरू थिए। त्यो नमिलेपछि हामी नगएको। अब त्यो नहुने बित्तिकै कहाँ जान्छ त अब बिलो यस्तो पनि भयो कि यो एकतामा नआएपछि कहाँ जानु खोजेको त भन्दा त्यसै अब भन्दै कति पनि भन्ने भन्दाखेरि
यतापट्टि चाहिँ अध्यक्ष खोज्यो उतापट्टि सदस्य भए पनि हुन्छ अरे भन्ने क्या अब यो नेपाल मलाई कहिलेकाहीँ दिक्क पनि लाग्ने अथवा विश्वास गर्ला न भने जस्तो पनि लाग्छ कि यो भने आउनु भनेको छु आफ्नो बाटो हिँडिरहेको छु तर मान्छेले त परि त हाल्दो रहेछ होला त त्यस्तो छ र त्यो कुरा होइन एमालेसँग त्यो शङ्का गर्ने चाहिँ 3 बुँदे गर्दादेखि नै आयो कि आएको थियो तर त्यति बेला पनि कस्तो थियो भन्नु चाहिँ सरकारमै गइहाल्छ भन्ने थियो नि भन्नु पनि भयो केपीजीहरूले आउनुहोस् सरकारै चलाउँ भने हामीले के भन्यो त्यो कुरा होइन नि सरकारमा आउनुको लागि हामीले 3 बुँदे गरे 3 बुँदेमा त हाम्रो केही प्रस्तावहरू छन् त्यो कुरा छलफल नभएसम्म सरकारमा हतार मन्त्रीको कुरा होइन नि इभन मन्त्रीकै कुरा गर्दा त अहिलेसम्म 2 दर्जनभन्दा बढी त हामीसँग यहाँ मन्त्री भएका संसद भएकै साथीहरू अहिले पनि हुनुहुन्छ त सन्तोष भोडे हुनुहुन्छ रूपबाट भन्नु न सांसद खोजेर हिँड्या त होइन नि तपाईँ हामी सबै अघि भन्नुभयो समानुपातिको कुरा मात्र होइन मलाई प्रत्यक्षमै लड्नुहोस् भन्नुभयो नि मेरो आफ्नै धारणा थियो नि यी सबैबाट हेर्दाखेरि त्यस्तो कुरा चाहिँ थिएन र केपीजीलाई हामीले स्पष्ट गऱ्यौँ हामी सरकारमा आउनको लागि गरे होइन भन्ने कुरा हामीले क्लियरै गऱ्यौँ पछि उतै मिल्छन् भन्ने त्यति बेला पनि त त्यो सायद यहाँहरू सबैलाई थाहा छ एमालेसँगै एकता गर्छन् भन्ने थियो कि त्यो फेरि पछि भएन फेरि यता अब हाम्रो मोर्चा त हाम्रो प्रचण्ड कमरेडसँग बन्यो अब यतै मिसिहाल्यो भन्ने जस्तो भयो यसरी बुझाइ नै कस्तो लाग्छ मलाई सन्तुलित देखिनु कि एक्सट्रिममा कि यस्तो होइन त्यहाँ त सहकार्य गर्नु र एकतै गर्नु फरक कुरा अब अहिले एमालेको बारेमा पनि अस्ति सल्लाहघारीमा पारी बोलेको कुरा मैले त त्यो स्वाभाविकै बोलेको छु भन्ने लाग्छ अब केपीजीको त्यो जेएनजी आन्दोलनसम्म जोड्दाखेरिको एउटा स्थितिबाट हेर्दाखेरि बढी भन्ने विप्लवले भन्ने त बाहिर पर्न पनि सक्छ त्यो होला तर त्यसमा मैले भनेको के थियो भने हाम्रो कम्युनिस्ट मुभमेन्टसँग जोडेर मैले भनेको थिएँ कि पुष्पलाललाई प्रतिबन्ध लगाइएको थियो त्यो एउटा कारण चाहिँ दिल्ली सम्झौता थियो कम्युनिस्ट पार्टीमा ठुला विघटनहरू आछन् अन्तर्राष्ट्रिय मामिलाले नै पनि आछन् अहिले पनि एमालेका कुरा होला कम्युनिस्ट मुभमेन्टका कुरा होलान् अलिकति राष्ट्रियता विषय पनि यहाँ छ भन्नेसँग सम्बन्धित भएर अलिक स्ट्रेसले गर्दा आफ्नो स्वभाव पनि हुन्छ होइन मैले बोल्दाखेरि यो त अब मिलिहाल्छ क्या भनेर त्यो कुरा होइन अहिले पनि मेरो सोचाइ के छ भने चुनावमा जाँदाखेरि सम्भव हुन्छ भने त कम्युनिस्ट पार्टीहरू एक भएर जाउँ अरू डेमोक्रेटहरू पनि आउन् प्रतिस्पर्धा हुन्छ त्यो त छ नि मेरो हामीले मैले बाहिरै पनि भनेको छु राम्रो हुन्छ हुँदैन एक्लै प्रतिस्पर्धा गर्दा पनि हामी तयारै छौँ नि त्योमा त कुनै अब एमालेसँग पनि अहिले हाम्रो धेरै कुरा जस्तो त्यो फ्रेङ्कली भन्दाखेरि कैयौँ कुराहरू त बरु हाम्रो प्रचण्ड कमरेडसँग छलफल गर्दाखेरि माधव कमरेडसँग मेरो भएको थियो कि पहिला हामी गरौँ भन्ने पनि थियो उहाँहरूको ठिक छ तर नर्मल्ली हेर्दाखेरि त अलिक बढी विषय भावना सबै कुराहरूको हिसाबले त हिजोसँगै लडेका साथीहरूसँग अलिक निकटता जस्तो पनि हुन्छ नि त्यही त हामीले अलिकति एक्सर्साइज गर्नुपर्छ कि मैले अघि भने जस्तो मूल्य मान्यताहरूको विकास गर्नु छ भने हतार पतार एकताको कुरा चाहिँ अहिले हुँदैन भन्ने कुरा सबैसँग हुन्छ अहिले एमालेसँग पनि हाम्रो कुरा हुन्छ होला लिडरहरूको अपेक्षा पनि हुन्छन् होला हाम्रा पनि होला होइन सकेसम्म गरिहालौँ न भन्ने तर त्यो चाहिँ मलाई कस्तो लाग्छ भन्दा त्यो हतारको कुरा मात्रै हो त्यस्तो होइन